हेलो गाइज, गुड मर्निङ। आज चाहिँ भ्लगको हाम्रो सेकेन्ड दिन छ। हिजो चाहिँ दिन चाहिँ सबै गाडीमा बित्यो। आज चाहिँ हामी उता कहाँ जाने केटा ठाउँ हाम्रो मार्फा जाने हो होइन। रेडी भइसकेको छ, म पनि लुगासुगा मिलाइसकेको छु होइन। अब हिँड्नु जाँदा तल ब्रेकफास्ट हुन्छ होइन, ब्रेकफास्ट खाएपछि जान्छौँ है होइन गाइज। अब हाम्रो के कुरा भइरहेको छ भने ब्रेकफास्ट चाहिँ अहिले अझै आधी घन्टा टाइम लाग्छ अरे। आधी घन्टासम्म चाहिँ हामी बन्जी हेर्न जाने होइन गाइज। म चाहिँ होटल देखाइदिँदैछु अहिले है गाइजहरू। हामी बसेको चाहिँ हिजो यही होटल हो है। हिजो बेलुका के हो अन्धकारमा हिजोको टुर त केही खासै राम्रो भएन, मतलब गाडीमै भयो नि त। हजुर त्यति साह्रो हेर्न पाउनु भएन होइन। अब हामी यहाँ गाडीमा जाने भन्ने जस्तो भएको थियो सुरुमा, मलाई लागेको थियो होइन। पछि चाहिँ हिँडेर जानुपर्ने भयो, यही अप्ठ्यारो पर्नेछ होइन। एडजस्ट गाइजहरू होइन। अब चाहिँ हामी जाने ठाउँ चाहिँ यहाँ हो होइन, यो पुलनिरसम्म जान्छौँ। त्यहाँ गएर भ्यूहरू हेर्छौँ गाइज के कस्तो छ भनेर होइन गाइज। जसलाई भिडियो हेर्न मजा आइरहेछ उहाँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त गाइज। चाहिँ बज्ने हान्ने ठाउँको फिचर्सहरू है गाइज। अहिले चाहिँ पसल बन्दहरू छ हामी, किनभने हामी बिहान आएको। के रे भाइ आँसु उठाइदिन नि रे, के रे भाइ आँसु उठाइदिन नि रे। भन्न आएन है। अनि भर्खर हेरेँ यही हेर्न आएर हामी यहाँको डाँडाहरू या बन्जी हान्ने तल खोलाहरू होइन। अब यता भिरपाखाहरू हेऱ्यौँ होइन यहाँबाट। अब हामी फर्किने कुरो भइरहेछ गाइज। अब हामी एक होटल गएर खाजा खान्छौँ होइन, अनि त्यहाँबाट फेरि कन्टिन्यू गरौँ है त गाइज। हामी फाइनली होटल आइपुगेको छौँ। त्यहाँको भ्यू हेरिसकेपछि अब यहाँ नास्ताको हुन्छ, नास्ता खाइसकेपछि फेरि हामी अन्त लाग्नेछौँ आफ्नो डेस्टिनेसनतिर। र गाइज अब चाहिँ हामी खाजा खाइसकेको छौँ होइन। अब खाजा खाइसकेपछि मैले भर ब्याग गाडीको डिक्कीमा राखेँ। अब एकछिन बस्छौँ अनि त्यसपछि जान्छौँ हामी है गाइज। रमाइलो हुँदै जाँदैछौँ, ठाउँहरू बब्बाल छ यताको। अब यता अर्को रुट यताबाट आउने गाडी यो वान वे जस्तै छ नि त, टु वे छैन। त्यहाँ मैले खिच्दा पाछु गाडी बसेर कपिराइट लाग्नु सक्छ गाइज यार। यो उसमा युट्युबले फेरि आजकल कपिराइट लाग्यो भने आइडी नै उ गरिदिन्छ क्या। ल गाइज हामी जब यहाँ कर्णालीबाट हिँडिसकेछ, यो खोलाको नाम चाहिँ कर्णाली हो रे गाइज है। मलाई पनि थाहा थिएन है। अब यहाँनिर त हिमाल देख्न सक्नुहुन्छ, म जुम गर्दैछु। हाम्रो फेरि गायकका साथीहरूको कमी छैन, गायकका साथीहरूको कमी छैन भनेर मलाई त हाल्यो लाग्यो। पार्कको बारी भन्छ भाइ मारो मुझे मारो मारो मुझे मारो गाइज। ल हामी फाइनली झरिसकेको छौँ होइन। हामी चाहिँ तातो पानी भन्ने ठाउँमा आएको छौँ होइन। यहाँ स्विमिङ गर्न मिल्छ अरे होइन। अब स्विमिङ गर्ने हो कि त्यो फुर्किँदा लाग्यो थाहा छैन। हामी गर्न सक्छौँ नगर्न सक्छौँ, अब के हुन्छ अब गर्छौँ अनि थाहा हुन्छ होइन। के हो स्विमिङ खेल्न पाउँछ होइन रमाएर गोब्रो छ त। अब त के हो सबै केटाहरू आउँदैछन्।
ल गाइज अब हामीले यहाँ हामीलाई पौडी खेल्न ल्यायो होइन हामी यहाँ फोटो खिच्नलाई रोकेर छ होइन अब फोटो खिचिसक्यौँ अब गाडी चढ्छौँ अनि फेरि आफ्नो यात्रातिर लाग्छौँ है गाइजहरू म चाहिँ खाना खान झरेको छु गाडीबाट अब होइन अब खाना खान जान्छु अनि त्यहाँ टोकन लिनुपर्छ टोकन लिन्छु म गाडीबाट ढिलो छैन लास्टमा झरेको होइन अरूहरू सबै अगाडि गइसक्यो अब म गएर भेट्छु उनीहरूलाई है गाइज खाना खाएपछि हाम्रो यात्रा हुन्छ अनि त्यसपछि हाम्रो घुमघाम हुन्छ त्यसपछि भ्लग गर्न नि रमाइलो हुन्छ गाइज नयाँ नयाँ चिजहरू देख्न सकिन्छ ल गाइज हाम्रो खाना खाने ठाउँ चाहिँ यही हो होइन गाइस हामी खाना खाएर हिँडिसकेको थियो होइन बसबाट फेरि यहाँ फोटो खिच्न झर्ना छ होइन त्यसपछि एक्सक्युज मी कस्तो गोरु देख्यो हो गाइस मलाई त ओ गाइस खतरा छ भ्यू यार म अब देखाउँछु हजुरहरूलाई के भनेर डर पनि लाग्छ सोचेर तिमी जाने सिलगढी म जाने सिक्किमतिर खुसी छु भुले सारा संसार तिमी परासँग नै जान गएको तिर बाहिर गाइस फाइनली म आइसकेको छु होइन आज बस्दै अब यही ठाउँ हो है म ब्याग लिन्छु अनि रुम जातिर लाग्यो भने घुम्न निस्किन्छु होइन घुम्न निस्केपछि सबै भ्यूहरू तपाईँलाई देखाउँछु उनीहरू चाहिँ देखाउनै पर्छ रे मेरो भ्लगमा त्यही गिस्किँदैन त्यही गान्जा गाजा भनेर फाइनली गाडीबाट झरेर हामी रुमतिर आइसकेको छौँ यहाँ होइन यहाँ चाहिँ यस्तो चिसो हावा फुलफुल चलिरहेको छ गाइस के भन्नु सकिँदैन यहाँ है अब रुम मिलाइदिनुहुन्छ सरहरूले हामी चाहिँ मार्फा भन्ने ठाउँमा बस्दैछौँ अब भोलिबाट चाहिँ एकदम खतरा आज ट्राभल भयो भोलिबाट घुमघाम भन्ने ठाउँहरू हुन्छ है गाइस आज पनि घुमघामै भइथ्यो हेलो गाइस हामी चाहिँ लुगा फेरेर अब होइन खाजा खान जान लाग्यो है सरहरूबाट हाम्रो चाहिँ अलिक टाढा छ त्यहाँ सरहरू हुने ठाउँमा होइन किचन चाहिँ अहिले चाहिँ हामी जाँदैछौँ म र नारायण दोस्त होइन अब यता यस्तो भ्यू देखाउँछु है तपाईँहरूलाई खतरा छ अहिले हामी मुस्ताङमा छौँ गाइस के अरे के अरे कस्तो ठाउँ न मार्फा यसलाई याद आयो अरे बस कर रुलाएगा क्या गुनासो नसुनायो भने हाल्दै एकछिन म बोलौँ ल गाइज होइन अब चाहिँ फाइनली मासु भेट्यो है बिहान थिएन होइन अभी मजा आएगा ना भिडो आज थप्दै खानुपर्छ गाइज होइन किनकि पैसा परेको चिज हो नि त होइन
अनि म के भन्न चाहन्छु भने अघि नै निक्लेको हामी होइन हामी घुमघाम गरेर अनि बल्ल खानै ढिलो भयो क्या कति बजी भयो भनेपछि 7:15 भएर छ 7:15 खाना खाएर अब हामी सुत्न जान्छौँ अनि भोलिको यात्रा उठेर हुन्छ हाम्रो भोलि कहाँ मुक्तिनाथ होइन भोलि मुक्तिनाथ र भोलि हाम्रो के अरे मुक्तिनाथको समय यात्रा हुन्छ फुल रहिला हुन्छ गाइड भिडियोमा होइन जो जसलाई हेर्न मजा आइरहेछ उहाँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त।